हेलो सो गाइज म आजको फेरि पनि नयाँ एन्ड धमाकेदार भिडियो ल्याएर म चाहिँ धेरै समयपछि भिडियो ल्याउँदैछु। आज चाहिँ म चाहिँ अब भिडियो गर्न सोचिरहेको छु कस्तो हुन्छ। हाम्रो लास्टसम्म हेरिदिनु होला। अनि हामी चाहिँ बजारतिर जान लाग्छौँ, एकछिन काम छ, कापी किन्नु छ, अनि त्यही त अब के किन्छु हेर्दै गर्नु होला। अनि म चाहिँ यो चाहिँ चेस्ट माउन्ट चाहिँ लाउँछु होला। म छातीतिर कस्तो हुन्छ हेरिदिनु होला लास्टसम्म। बाहिर चाहिँ बच्चाहरू खेल्दैछन् त्यतातिर, चट्टा पारामा धेरै छन् बच्चाहरू बाहिरतिर। ल हेरौँ लास्टसम्म भिडियो। म चाहिँ लाउँदैछु। मैले चाहिँ चेस्ट माउन्ट पनि लगाइसकेँ, यस्तो लगाएको छु मैले। यस्तो लगाएको छु मैले, कस्तो हुन्छ अनि यस्तो लगाएको छु, हेर्नु यस्तो लगाएको छु मैले। हेर्नु सक्नुहुन्छ हजुरहरू पनि यस्तो लगाएको छु। यहाँ चाहिँ मोबाइल हटाउँदैन, म चाहिँ भिडियो बनाउँछु बाहिर गएर। मैले कस्तो हुन्छ अन्तिमसम्म हेरिदिनु होला। अनि यही हो। अनि मसँग चाहिँ रिमोट थियो होइन, यसको रिमोट थियो। रिमोट चाहिँ मैले यता राखेको थिएँ भित्रतिर। रिमोट चाहिँ धेरै भने युज नगरे चल्छ कि चल्दैन भन्ने कुरो हो कि कहाँनिर छ नपर्ने। अब फाइनली चल्यो न यो रिमोटले चाहिँ। कसरी चाहिँ क्यामेरा अन अफ गर्ने चाहिँ सजिलो हुन्छ है। म चाहिँ स्पेसल ड्याडीबाट दिनु भएको हो विदेशदेखि, यही हो। अब हामी चाहिँ पसलतिर जान्छौँ। ऊ चाहिँ नाच्दैछ मजाले यस्तो 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 गानामा। हामी चाहिँ बजार जान्छौँ दुईजना। चल हिँड। हामीले चाहिँ चाबी ताल्छ लाउनु पर्ने हुन्छ कि न। चाबी ताल्छ चाहिँ चाबी ताल्छ लाउनु पर्छ। बाहिरको सिन चाहिँ यस्तो छ, हेर्न सक्नुहुन्छ। बाहिरको सिन चाहिँ मजाले बच्चा चाहिँ धेरै खेल्छ यहाँ। त्यही हो। छिटो आइज छोटे। साइकल चढ्छ बाबु होइन, बाइक छिटो कुन साइकल चढ्छ देखि तिनीहरू धेरै। मलाई वीरेन्द्र चोक पऱ्यो ठ्याक्कै। यहाँ चाहिँ गाडी पर। हामी चाहिँ यहाँ कापी किन्न आइसक्यौँ। पसल चाहिँ ऊ त्यो हुना हो। हेरौँ पाइन्छ किन कापी। A4 साइजको पाइयो कि छैन है? पाइएला किन गोविन्द A4 साइजको? ठिक छ। दिदी क्या बाबु क्या भन्ने फेरि होपलेस। आइता भन् त भन्न अन्त A4 साइजको कापी छ नि A4 साइजको ड्रइङमा है। कति गयो? 100 को। पेन्सिल पनि दिनु न। पेन्सिल पनि दिनु एउटा। पेन्सिल A4 साइजको कापी पनि पाइसक्यो। कतिले फर्किँदैन होइन साथी? चल छोटे हामीले चाहिँ A4 साइजको कापी पनि पायौँ। त्यो माथि पेन्सिल पनि। हामी चाहिँ रिङ्गो पनि आइसक्यौँ। टाउको चोख्नु पर्ने हुन्छ। मायासम्म भए सुनेर जानु गोविन्द टाउको ठोक्नु मात्रै भयो। हाम्रो कोटाको हालत चाहिँ यही हो। राजाहरू अब खाना बनाउनु पर्ने हुन्छ। हामीले चट्टा बाह्रमा ल खाना बनाइहाल्छ भाइ। अब खाना चाहिँ मेरै पालो बनाउनु, मैले नै बनाउनु पर्ने हुन्छ खाना। उसलाई भन्यो भने ऊ फायर हुन्छ। हेर यसकी त चाहिँ भित्र जा। कापी चाहिँ यो भोलि स्कुल लग्नुपर्छ न, सरले हान्छ। पढाइदिन्छु भन्दै सरले। अब हामीले चाहिँ खानु पर्ने हुन्छ चट्टा पारामा।
अनि हाम्रो चाहिँ यहाँ भात पनि पाकेर रेडी भइसक्यो। अब मैले तरकारी बनाउन लागेको छु अहिले। तरकारी बनाउन लागेको छु म। अहिले कस्तो हुन्छ तरकारी बनाउँदैछु म। यत्रा कुकम्यान पालो मेरो होइन केटा त्यही भएर हो। त्यो पालो बिहान हो मेरो चाहिँ अहिले पालो। बिहान बनाएर पट्टि बाहिर पालो भएर खाना बनाउँदैछ। आज हाम्रो चाहिँ हेलो हेलो। अनि मैले यहाँ चाहिँ चस्मा लगाइदिएँ। चस्मा लगाइदिएँ मैले यहाँ। भात दाल चाहिँ पाकिसक्यो। भात तरकारी चाहिँ यस्तो तरकारी यस्तो छ। भात यहाँ छ। अब हामीले चाहिँ खानुपर्ने हुन्छ आजलाई। यति मेरो भ्लग कस्तो लाग्यो। भ्लग चाहिँ आज चाहिँ राम्रो भएन। बट म रियाक्सन भ्लग गर्न खोजिरहेको थिएँ तर किनकि अलि म रातिमा हिँडिरहेको थिएँ नि बाहिर। रातिमा निक्लेको थिएँ त्यही भएर होला अलि भ्लग मजाको छैन। त्यही पनि लास्टमा हेरिदिनु होला। छोटो छ मिठो छ तर हेरिदिनु होला। भोलिदेखि हप्तामा एउटा आउँछ तर राम्रो आउँछ अबदेखि चाहिँ।